लुक्या हो कि होइन? लुक्या हो कि होइन? अनि लुकुवा राष्ट्रपति हामीलाई किन चाहियो? जब हाम्रो शिर निहुराउँदाखेरि शिर लुकाउने ठाउँ खोज्नु पर्यो, देशका जनताले आफ्नो अभिभावक खोजे, त्यही अभिभावक दुलाभित्र लुके, त्यो लुकेको अभिभावकलाई विदेशीको इशारामा राष्ट्रपति छ भनेर ल्याछन्। त्यो राष्ट्रपति चाहिएन। 10 करोड पर्ने कुनै आयोजना 1 अर्बको बिल बनाएर सरकारकी कर्मचारीहरूले आज भ्रष्टाचार गर्छन्। त्यो सबभन्दा ठुलो भ्रष्टाचार त्यो आउनाले भ्रष्टाचारका विरुद्धमा एकजुट बन्नुपर्ने छ। अहिलेको सरकारलाई मेरो अपिल छ, मेरो अनुरोध छ, नवीन सम्झौता गरेर जानुस्। तपाईले सोध्नुभयो, कुनै पनि तपाईको घाइतेलाई सोध्नुभयो अहिलेको सरकारले के अवस्था छ सोध्नुभयो? ल आज देशको हालत के छ एकछिन सोध्नुस् त। अहिले मात्रै ट्याक्सी चढेर तपाईँ जानुभयो भने एउटा ट्याक्सी चढ्ने ड्राइभरले, एउटा ट्याक्सी चलाउने एउटा गुरुजीले, एउटा ड्राइभरले सामान्य यो राज्यलाई 25 देखि 30 लाख रुपियाँ कर तिर्छ। आज तपाईले जो चढ्नुहुन्छ ट्याक्सी कति पर्छ एकछिन भारतमा सोध्नु त? 10 लाख नेपालीमा पाइन्छ त्यो गाडी। नेपालमा किन्न थाल्नुभयो भने त्यो तपाईले 40 लाख भन्दा तल आउँदैन। आज 1.5 लाख रुपियाँ पर्ने स्कुटर यहाँ 3.5 लाख भन्दा तल आउँदैन। 2.5 लाख पर्ने बाइक 5.5 लाख भन्दा तल आउँदैन। त्यो पैसा राज्यले लिन्छ कर। जनतालाई 298% कर तिराएर अनि यी प्रदेश संरचना पाल्नुपर्ने आवश्यकता हो आजको? अनि देश बन्छ कहाँबाट पैसा ल्याउने? ल भोलि नयाँ सांसद आउला, नयाँ प्रधानमन्त्री आउला, देशमा कहाँबाट पैसा ल्याउने? त्यो भएको हुनाले प्रदेश संरचना खारेज गर्नुपर्छ। र अहिले स्पष्टका साथ भनौँ, राष्ट्रपति दुलामा भाग्या हुन् कि होइनन्? न एकछिन एकजोटका साथ भनौँ, राष्ट्रपति भाग्नुभयो हो कि होइन? दुई हात उठाएर भनौँ, राष्ट्रपति भाग्या हो कि होइन? लुक्या हो कि होइन? अनि लुकुवा राष्ट्रपति हामीलाई किन चाहियो? जब देशलाई अप्ठ्यारो पर्यो, जब हाम्रो शिर निहुराउँदाखेरि शिर लुकाउने ठाउँ खोज्नु पर्यो, देशका जनताले आफ्नो अभिभावक खोजे, त्यही अभिभावक दुलाभित्र लुके, त्यो लुकेको अभिभावकलाई विदेशीको इशारामा राष्ट्रपति छ भनेर ल्याछन्। त्यो राष्ट्रपति चाहिएन। जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी चाहियो, राष्ट्रपतिको ठाउँमा राजा चाहियो। बस यही हो। अहिले धेरैलाई भन्नुहुन्छ होला, जेलेन्स्की भन्ने नाम सुन्नु भएको छ? बडा चर्चित थियो उहाँ जेलेन्स्की, धेरै चर्चित। तर के गर्ने? कमेडी सिरियलमा खेल्ने। युक्रेनका जनता नेपाली जनता जस्ता भए। एउटा पपुलर आएपछि भइगयो के? जसरी अहिले सिंहदरबार जल्यो अनि के गरे? ओहो खतरा मान्छे भने छापाछप भोडाले राष्ट्रपति बनाए। राजनीतिको रह थाहा थिएन। उयो हाम्रो वार्ता गर्न गए जेनजी जस्तो क्या, नक्कली जेनजी थिए नि। राजनीतिको रह थाहा थिएन, केही पनि न परराष्ट्र नीति थाहा छ न राजनीति थाहा छ। हर्र गएर रसियासँग न्यु खोल्यो अमेरिकाको इशारामा। संसारको धनी देशभित्र पर्थ्यो युक्रेन, विश्वको सबभन्दा बढी गहुँ निर्यात गर्ने देश। तर विश्वको सबभन्दा ठुलो प्लेन पनि युक्रेनमा थियो। अहिले पनि हेर्नुला G20, G10 भन्ने विश्वका सम्पन्न राष्ट्रको सम्मेलनमा युक्रेन सहभागी हुन्। अनि आयो ड्याङ, कमेडीले केही बुझेन, ऊ यसो यसो कपाल गर्ने जस्तो, राजनीतिक नै बुझेन। अनि देश लगेर युद्धमा हालिदियो। आफू अहिले भिख माग्दै हिँडिरहेको छ त्यहाँको राष्ट्रपति। आज